यो भिडियो हँसाउनको लागि बनाएको, यदि कसैको भावनालाई ठेस पुग्छ भने मलाई कुनै मतलब छैन। यो अर्काको पोइसँग लाग्ने आइमेहरूलाई चाहिँ आफ्नो पोइ भन्दा अर्काको पोइ चाहिँ किन त्यस्तो मन पर्छ? अर्काको पोइमा हुन्छ चाहिँ त्यस्तो के हो भन त ल। अर्का पोइ किन राम्रो लाग्छन् भनु? अर्का पोइको कोसो पनि मोटो हुन्छ के यस्तो यत्रै हुन्छ, त्यसैले लाग्छ। तिमीलाई लाग्नु छ भने लाग, यत्रो खान लागि। AK-47 चलाए हो? नहीं चलाए हो ना? बहुत झटके लेती है। चलाने के लिए कलेजा नहीं, लौड़ा होना चाहिए इतना। नमस्कार बैंड के लौड़े, सॉरी। बहन चो तेरा नेट खराब नहीं है, तेरा नियत खराब है। बहन के लौड़े सुधर जा। मन मिल्दा हिजो भयो मोज मस्ती, रिस उठेपछि भन्दियो गर्यो जबरजस्ती। अनि त्यो हातको इसारै गर्नुपर्छ र गरिदियो जबरजस्ती। थाप्यो भने हान्छ नि त। यो हो नि हल्लाउने तरिका। कति केटीको मात्रै हल्लाको हेर्ने यार, केटाको पनि हेर न कोसो हल्लाको। खतरा तरिकाले हल्लाएको छ, बहुत बढिया, बहुत मजा आयो यार। हल्ला दाइ। यिनी दुईटाको त दिनमा हानाहान अनि राति असाभर, त्यही हो साथीहरू। यो दिदीको मन त्यहाँमै रहेछ भन्ने थाहा भयो केटा हौ। ह्यामा छैन यो दिदीको मन, ए ह्यामै छ। बुझ्यौ? भयो, मायालाई रोस्ट हान्न छोडिदिन्छु म। बिच्चै लागि गयो राडीलाई। जुनै बिजनेस गर्छु मेरो पैसा हुन्छ प्लस, 5 लाखलाई बनाइदिन्छु 2 दिनमा 10। 5 लाखलाई बनाइदिन्छु 2 दिनमा 10। ओहो, धन्दा पनि त्यस्तै होला त, त्यसैले हुन्छ होला। 10 लाख होइन 20 लाख हुन्छ। हेलो बेबी, किधर हो? लाउरा मदर सूप मदर इंडिया। फोन रखो अब, ये में फोन मत करो। रेंदा का औलाद, रेंडी का औलाद। लड़की का नंबर में लड़की का फोन आना चाहिए। क्यों लड़का फोन करता है? हाँ? ये है भैन चो, कैसा डाल चाहिए भैन चो? 2 उंगली डाल दिए भैन के लौड़े ने। बताओ भाई लोग, कौन सा मालिश है ये? क्या मोजी मरेको मा, मजा आयो। Nothing beats a Jet2 holiday. And right now, you can save £50 per person. तुम्हारी स्माइल कितनी डेंजरस है पता है? मेरे पास दिल होता ना, तेरी स्माइल पे पक्का आ जाता। मान्छेहरू भन्छन् एक्लै बस्नु धेरै राम्रो। म एक्लै बसेपछि मबाट हल्लिहाल्छ। मतलब वो अलग ही लेवल का बंदा था। कर चांद तारों को मशहूर इतना क्यों, कम वक्त इनसे भी खूबसूरत है तू। तेरी माँ की जो पाइन्छ माल माल आँखा मेरो लाल लाल, यो गाजा खानाले
त्यस्तो ऱ्याप हुन्छ डोना बहिनी, यस्तो ऱ्याप सुन। टोलभरि मिल्छ राडी राडी, तेरो त कालो कालो, सबैलाई ठ्याग दिनाले, झ्यापै डगी कट हालिदियो केटाले, छिराइदियो मलाई झाडीमा। ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला। के रिस? त्यसको मात्र भिडियो हेर्ने? हेरौ पनि भिडियो हेर्न, लाइक कमेन्ट गर, फलो गर, दाइलाई भाइरल गर, बुझी? त्यही पोका नहेर। तपाईलाई यो भिडियो मन परेको छ भने लाइक शेयर कमेन्ट गरेर जानु होला। यदि मन परेको छैन भने कमेन्टमा केही लेखेर जान सक्नुहुन्छ। धन्यवाद।